सबैजनालाई अहिले हामी चाहिँ छत्रकोट जिप लाइनमा जाँदैछौँ र आज हामी चाहिँ विजय भाइ उहाँको श्रीमती र हाम्रो बुढी भएर चाहिँ सँगै आज जिप लाइनमा जानको निम्ति हामी आइरहेका छौँ। हामी सञ्जय भाइ चाहिँ आज गुल्मीको छत्रकोट गाउँपालिका वार्ड नम्बर 3 लुम्छादेखि यहाँ छत्रकोट जिप लाइन चढ्न छत्रकोट देवालयतिर प्रस्थान गर्दैछौँ। अबका कुराहरू चाहिँ माथि गएर गर्नेछौँ। अहिले चाहिँ हामी उकालोमा स्याहार फाफामा छौँ। माथि गएपछि अरू कुराहरू गरौँ है त। अहिले हामी छत्रकोट देवालयमा दर्शनको लागि र जिप लाइन चढ्नको लागि आएका छौँ र अहिले हामी छत्रकोट देवालयको दर्शन पश्चात हाम्रा भाइ बहिनीहरू यहाँ चाहिँ घुम्नको लागि छत्रकोट देवालय परिसरमा आएका छन्। विजय भाइलाई म हार्दिक स्वागत गर्न चाहन्छु छत्रकोट देवालयमा। धन्यवाद भाइ। भाइलाई कस्तो लागिरहेछ आजको यो घुमाइ? कस्तो भइरहेको छ, के छ, कसो छ? गुल्मी जिल्लाको प्रसिद्ध ठाउँ भनेको छत्रकोट देवालय हो। यहाँ चाहिँ प्राकृतिकले मनोरञ्जन, यहाँको चाहिँ वातावरण पनि मनोरञ्जन, मान्छे रमाइलो गर्ने ठाउँ। अनि चाहिँ यहाँ प्रख्यात चाहिँ देवालय मन्दिर, यहाँ चाहिँ छत्रदेव महाराजको देवीको स्थान, त्यसपछि चाहिँ सीता देवी माताको मन्दिर मानेर अति नै प्रसिद्ध छ। यहाँ आउँदाखेरि चाहिँ हामी एकदम खुसीमा एकदम रमणीय स्थल जस्तो अझै खुसी लाग्छ। विगतका दिनहरूमा चाहिँ मेरा साथीभाइ तथा चाहिँ इष्टमित्र तथा मेरा सहकर्मीहरू चाहिँ ब्याङ्कका साथीहरूलाई सबैलाई चाहिँ म चाहिँ यहाँ घुम्न जान भने चाहिँ रिकमेन्ड चाहिँ गर्छु। अझै दाइले ल्याउँदाखेरि झन् यहाँको बारेमा अझै विस्तृत रूपमा भनिदिनु, झन् यहाँको बारे बुझ्न पाइयो। अनि आज चाहिँ हामीले वर के माग्यो? यहाँ त के छ भने परापूर्वकालदेखि चाहिँ जसले वर माग्यो त्यो चाहिँ पुग्दै आएको र पुगेको हुनाले यहाँ चाहिँ धेरैजनाले चाहिँ भक्कल गर्छन्। पाठो चढाउनेदेखि लिएर पञ्चबलीदेखि विभिन्न अरू चढाउने चलन छ। र आज चाहिँ भाइहरूले विवाह गरेको लगभग 1 वर्षको हाराहारी हुँदैछ। त्यो बिचमा भाइ बहिनीहरू यहाँ आउनु भएको छ। आज चाहिँ आफ्नो मनबाट हृदय आत्माबाट सबैले मागेका कुराहरू त भन्दैन, त्यही पनि छोटकरीमा भाइले के माग्नुभयो त यहाँ छत्रदेव महाराजसँग? मेरो परिवार लगायत हामी सम्पूर्ण नेपालीहरूको तथा सबै सम्पूर्ण नेपालीहरूको जति यहाँ भिजिट गर्नुहुन्छ अथवा नआउने साथीभाइ तथा परिवारलाई सुखमय होस्, सुख शान्ति रहोस् भन्ने चाहिँ मेरो यो कामना र मेरो इच्छा यही छ। यो छत्रदेव महाराज र अथवा यो मन्दिरदेखि नै अरू त भगवान्ले ढिलो चाँडो सबैले नै पुर्याउँछन्। जिन्दगी नै दुःखमय भन्न पनि च्यालेन्जिङ हुन्छ, एक्सेप्ट गर्दै गयो रमाइलो हुन्छ। त्यस कारणले गर्दा माग्नुभन्दा कर्ममा विश्वास हो। कर्म गरेपछि देवी देवता दाइने हुन्छन्, फल प्राप्ति हुन्छ। त्यस कारणले गर्दा म लगायत मेरा परिवार र सम्पूर्णहरूको भलो होस् भन्ने यही नै चिताएको छु। ल धन्यवाद छ, धन्यवाद छ। हाम्रो विजय भाइले चाहिँ मनमा आफ्ना जिज्ञासाहरू राख्नुभयो। यहाँ हाम्रा गुरु हुनुहुन्छ, पण्डितजी हुनुहुन्छ। ल धन्यवाद। छत्रकोट जिप लाइननिर आइसकेका छौँ। छत्रकोट जिप लाइन छत्रकोट गाउँपालिकाद्वारा सञ्चालित रहेको जिप लाइन छत्रकोटबाट श्रीदेवी भगवती मन्दिरसम्म जोड्ने जिप लाइन हो। जिप लाइनमा आज शनिबारको दिन व्यक्तिहरू धेरै आइरहनु भएको छ। शनिबारको दिनमा के व्यक्तिहरू चाहिँ शनिबारे बिदालाई सदुपयोग गरौँ भनेर व्यक्तिहरूले चाहिँ यहाँ पिकनिकको आयोजना पनि रहेछ। मानिसहरू पिकनिकको लागि चाहिँ यहाँ आउनुभएको छ। तपाईँ देख्न सक्नुहुन्छ रमाइलो जिन्दगीमा मरिलानु के छ, छोडी जाने हो नि सबै भनेर मान्छेले चाहिँ इन्जोय गर्नुपर्छ भन्ने यो उदाहरण हो। छत्रकोट देवालयमा आइरहँदा श्रीदेवी भगवती मन्दिर र छत्रकोट देवालयमा सबैलाई आफ्नो तरिकाबाट चाहिँ दर्शन गर्न पाउँदा सबैलाई आनन्दको अनुभूति हुन्छ। आज चाहिँ प्रशस्त मात्रामा भिड छ, तपाईँ देख्न सक्नुहुन्छ। आज चाहिँ पिकनिक भएको हुँदा मान्छेहरू चाहिँ शनिबारे विद्यालय चाहिँ सदुपयोग गरौँ भनेर व्यक्तिहरू चाहिँ धेरै आइरहनु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ मान्छेहरू चाहिँ यता प्रशस्त मात्रामा छन्, यता तल पनि हुनुहुन्छ। हामी लुम्छाबाट चेया देवी देवालय मन्दिरमा जिप लाइनको लागि आएका छौँ। विजय भाइ र उहाँकी श्रीमती चाहिँ हिँड्न एकदमै दुःख लागे जस्तो छ। हाम्रो बुढी पनि मिना अर्याल पनि ती हिँड्न सक्ने अवस्था छैन। खाना खाएर चाहिँ उति हिँडेको हुनाले चाहिँ स्यास्या र फाफा भएको छ। पेटमा अन्न भरिएपछि यस्तै हो। यिनी चाहिँ नानी आइछन् घुम्न भनेर आज जिप लाइन चढ्छु दाइ भनिन्छन्। मुटु कस्तो छ हेर्न बाँकी छ। विजयले त चढ्छु भनेका छन्, दाइ मैले जस्तो भए पनि चढ्छु, बरु म डराए पनि चढ्छु भनेका छन्। चढ्छन् कि चढ्दैन अब हेर्न बाँकी छ है त। केटाकेटी पालामा चाहिँ यो खेल्ने चलन धेरै थियो होइन के? होइन अर्को तरिकाको थियो। यसलाई के भन्छन्? ढिकी हाकुस कुस भन्छन्। हाकुस कुस त खुट्टामा गराउँथ्यौँ हामी बच्चाहरूलाई त हो र।
छत्रकोट देवालयको घुमघाम सकेर हामी चाहिँ यता हनुमान मन्दिरतर्फ जाँदैछौँ। यो हनुमान मन्दिर चाहिँ माथि विराजमान हुनुहुन्छ। कस्तो लागिरहेछ बुढाबुढीलाई कस्तो लागेछ? ल यस्तो आजको चाहिँ घुमघाम कस्तो भइरहेको छ? आज नयाँ ठाउँमा नयाँ चिजहरू देख्दा कस्तो अनुभव भइरहेछ? एकदमै रमाइलो, नयाँ ठाउँ, नयाँ परिवेश, एकदमै रमाइलो। हाम्रो नेपालमा चाहिँ केही छैन भन्छन्, विदेशकाले प्रकृतिसँग रमाउँदा आफ्नो चाहिँ दुःख मेटिएर सुख शान्ति मनमा चाहिँ पलाउने रहेछ। एकदम सबै थोक बिर्सिएर चाहिँ रमाइलो फिल हुने रहेछ। धन्यवाद। अनि मिडा म्याम आज कस्तो लागिरहेछ हजुरलाई? एकदम आनन्द। उहाँ बाबुहरूसित नानीसित घुम्दाखेरि मलाई त कस्तो आनन्द आइरहेछ, एकदम शीतलता प्रदान भएको छ। ल धन्यवाद। छत्रकोट देवालय भेडुवाबाट छत्रकोट देवालयको गेटनिर हामी आएका छौँ। यो छत्रकोट देवालय जाने प्रवेशद्वार हो, जसमा घुम्नको निमित्त धेरै चिजहरू छन्। जिप लाइन छ, मन्दिरहरू छन्, हरेक रिसोर्टहरू छन्। जस्तै तपाईँलाई थकै मार्नको निमित्त छाया रिसोर्टहरू छ। हामी चाहिँ छाया रिसोर्टतिर आएका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो छत्रकोट देवालय छिर्ने गेट हो। छत्रकोट चोएगामा छौँ अहिले हामी। छत्रकोट देवालय चोएगामा आइरहँदा हामीले चाहिँ धार्मिक स्थल पर्यटकीय स्थलमा चाहिँ घुमघाम गरिरहेका छौँ। सबैलाई चाहिँ आउन हार्दिक अनुरोध गर्दछौँ र अहिले हामी चाहिँ यो हनुमान मन्दिरतिर जाँदैछौँ। सबैलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। जिप लाइनको मजा लिन आउनुहोस्, छत्रकोट मन्दिरमा दर्शन गर्नुहोस् र मनले चिताएको चाहिँ कामना पुरा गर्नुहोस् भन्न चाहन्छौँ। धन्यवाद। अब हामी चाहिँ छत्रकोट देवालय मन्दिर घुमाइसकेर अब हामी चाहिँ माथि हनुमान मन्दिरतर्फ जाँदैछौँ। हनुमान मन्दिरको दर्शन गरिसकेपछि हामी बल्ल फर्कने छौँ र अहिले हामी त्यही हनुमान मन्दिरको प्राङ्गणतिर जाँदैछौँ। अहिले हामी सिँढी चढ्दैछौँ। सिँढी चढ्दा आनन्द आइरहेको छ, आनन्द फिल भइरहेको छ। हाम्रो मेडमहरू हुनुहुन्छ यहाँ। आज आनन्दले घुमिन्छ, साँझ आनन्दले निद्रा लाग्छ भन्ने छ। हामी छत्रकोट मन्दिर देवालय चाहिँ घुमेर अहिले हामी माथि हनुमान मन्दिरतर्फ आएका छौँ। हनुमानतर्फ मन्दिर आउँदा यो सिँढीले चाहिँ हामीलाई एकदमै गलायो। सिँढी धेरै दिनमा चढेको हुनाले होला सायद साह्रो फाँफा बनाएको छ। अहिले हामी चाहिँ मन्दिरको प्राङ्गणमा आएका छौँ। देख्न सक्नुहुन्छ यो मन्दिर आनन्दको बस्ने ठाउँ छ। यो चाहिँ एनसेलको टावर देख्न सक्नुहुन्छ। रमाइलो छ वातावरण, आनन्द एकान्त भूमि जसमा चाहिँ हामीले बिहानमा आएर चाहिँ एकान्तले चाहिँ योगा गर्न पनि सकिन्छ, मन शुद्धि गर्न सकिन्छ। एकदम आनन्दको रमणीय ठाउँ देख्न सक्नुहुन्छ। एकदम रमणीय ठाउँ, सुन्दर दृश्य, कलात्मक दृश्य। हनुमान मन्दिर आउनुहोस् एकपल्ट अवश्य पनि हनुमान मन्दिरमा। हनुमान मन्दिर छत्रकोट 3 चोएगा गुल्मी हनुमान मन्दिर। हनुमान जी की जय होस्। राउन्ड सेपमा चाहिँ हनुमान मन्दिर बनाइएको छ। अति आनन्द आएको छ आजको यो घुमाइ। मौसमले पनि साथ दिएको छ। मौसममा चाहिँ घाम नलागेको हुनाले एकदम घुम्न मजा आइरहेको छ। आनन्दको ठाउँ हनुमान मन्दिर। घुम्न आउनु छत्रकोट देवालय हुँदै हनुमान मन्दिरमा तपाईँहरूलाई स्वागत छ। त्यो हनुमान मन्दिरबाट देखिने टाढा टाढाका दृश्यहरू अवलोकन गर्न पनि सक्नुहुनेछ। यहाँबाट देख्न सक्नुहुन्छ। यो छाप भयो, हुँगी भयो, धरमपानी भयो, किनारा भयो, होइन हर्दिनेटा भयो, दिगाम पनि यहाँबाट देखिन्छ। हामीले छापाको दृश्य हेर्नुहोस्, कति सुन्दर देखिन्छ छापाको दृश्य यहाँबाट।
हामीलाई अहिलेसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद सहित तपाईँ एउटा यो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।